हेलो गाइस सबैजनालाई हेलो के छ तपाईहरुको खबर कस्तो छ। आज चाहिँ म मन्दिरको जान लागेको काली मन्दिर। लौ न मलाई बोल्दा बोल्दै हाच्चो आयो। पार्क जस्तै छ क्या, कति राम्रो ठाउँ। जुके कलपोर्टमा कति राम्रो छ यो मन्दिर। अर्को दिन चाहिँ म कुटिराडा जान लागेको हस्बेन्डसँग। सफारीको वेट गर्दै थियौँ, वेट गर्दा गर्दै आइहाल्यो ठ्याक्कै। सफारीमा चढिसक्यौँ हामी, बजार पुग्न लाग्यौँ। कति खुसी महसुस हुँदैछ क्या। आज चाहिँ 4 वर्ष पछाडि ठ्याक्कै हामी पाथिभरा दर्शन गर्न जाँदैछौँ। बजार पनि आइपुग्यौँ अब हामी। अब एकछिनमा हामी गाडी चढ्छौँ। मलाई यो घुमौरो बाटो चाहिँ लास्टै झ्याउ लाग्छ कि यो पहाडको बाटो घुम्दा घुम्दै वाक आउँछ, बमिन्टाउला जस्तो हुन्छ। त्यही पनि झ्यालको छेउमा बसेको छु भने चाहिँ अलि अथवा हुन्छ, नत्र त कस्तो हुन्छ भन्नै सक्दिनँ। धेरैलाई त बमिट आइहाल्छ, तर मलाई आइहाल्दैन, तर आउला जस्तो हुन्छ के। मान्छेको हालत जस्तो भए पनि यो सिन हेर्न चाहिँ कति रमाइलो लाग्छ भने नि। यो पहाडको बाटो, यो मौसम कति राम्रो लाग्छ। मान्छेको हालत चाहिँ फेरि त्यस्तै भइरहेको हुन्छ के, हालत पतला भइरहेको हुन्छ। घुमौरो बाटो भएर वाकआएर कस्तो भइरहेको हुन्छ। तर यो सिनहरू चाहिँ हेर्दाखेरि चाहिँ कति रमाइलो लाग्छ। हुस्से त्यस्तै लागेको हुन्छ। चिसो मौसम है, कति राम्रो। यो पहाडहरू कति राम्रो, यहीँ बस्नु जस्तो लाग्छ। यो पहाडहरूमा घर बनेको देखेर चाहिँ मलाई कस्तो अचम्म लाग्छ के, कसरी अडिएको होला यो घर जस्तो लाग्छ के। म त देख्ने बित्तिकै लडिहाल्छु। माताको दर्शन गर्न जाँदा उकाली चढेको भिडियो चाहिँ मैले हालिनँ, किनभने मेरो हालत पतला भइसकेको थियो उकालो चढ्दा चढ्दा। छोटो छोटो क्लिपहरू राखेको छु मैले, हेर्न सक्नुहुन्छ। मैले धेरै भिडियोहरू बनाइनँ, मैले छोटो छोटो भिडियोहरू बनाउँदै राखेको छु। दर्शन गर्नु होला तपाईहरु पनि। दर्शन गर्न आएको भएर होला त्यति फोटो पनि खिच्न मन लाग्दैन हो। त्यही पनि यसो मेमोरीको लागि भिडियो गरेको, फोटो एक दुईवटा फोटो खिचेको। ल तपाईहरु पनि दर्शन गर्नु है। पाथिभरा माताले सबैको रक्षा गरून्। अनि जाँदा जाँदै चाहिँ मैले हनुमानजीको पनि फोटो लिएँ। एकजना हनुमानजीले चाहिँ एकजना आन्टीको पुरै खानेकुरा चाहिँ चोर्दिराखे। एकजना आन्टीको म त छक्क परेको नि हो, त्यसरी खोसेर लाँदो रहेछ क्या त्यहाँ त। कति राम्रो राम्रो पोतेहरू झुन्डाइरहेको थियो, कति राम्रो माथि चढ्ने बेलामा चाहिँ हालत पतला भएर होला भिडियो पनि बनाएको थिइनँ, फोटो पनि खिचेको थिइनँ आउँदाखेरि। अहिले दर्शन गरेर आएपछि त कहाँबाट एनर्जी आयो। अनि यसो भिडियोहरू बनायौँ, फोटोसोटो खिच्यौँ। कहाँबाट एनर्जी आयो के, पुरै माताले शक्ति दिए जस्तो भएको के हामीलाई चाहिँ। आउँदाखेरि त मेरो हस्बेन्ड त टुई हिँड्ने नि, म चाहिँ हिँड्नै नसक्ने। मलाई तान्दै लानु परेको, कम्ता साह्रो परेको होइन हिँड्नलाई। अहिले यो चाहिँ जाँदाखेरिको भिडियो, फर्किँदाखेरिको भिडियो, तल झर्दाखेरि। अहिले चाहिँ एनर्जी आएर भिडियो बनाएको अवस्था। अनि मेरो एउटा भिडियो बनाइदिन्न बुढो भनेर यसो फकाएर यसो एक दुईवटा भिडियो बनाएको अवस्था। अनि यसरी भिडियो बनाउँदा क्यामेरा चाहिँ कसले हल्लाउँछ के, त्यति क्यामेरा हल्लाएको छ के। म त हाँस्दा त्यसपछि हामी कन्याम घुम्न आयौँ। कन्यामको सिन हेर्न सक्नुहुन्छ, कति राम्रो, कति हुस्से लागेको थियो नि, कति राम्रो थियो। अनि म चाहिँ भन्दैछु भिडियो बनाइदिन्न भनेर, अनि कस्तो तल मात्रै देखाउनु हो कि। अनि मैले यसरी भिडियो गर्नु न, यसरी भिडियो गर्नु भन्दै सिकाउँदैछु क्या, यहाँ चाहिँ यसरी तल होइन भन्दै। यो कन्याममा त जति घुम्न आए पनि चित्तै नबुझ्ने के, जति आए पनि आइराख्न मन लाग्ने। यहाँको मौसम त्यस्तै राम्रो, खानेकुरा त्यस्तै मिठो, जे खाए नि मिठो हुने। यहाँ त कति राम्रो। एक दुईवटा क्लिक हालिदिएको नि हामीले पनि। यसो एक दुईवटा टिकटक बनायौँ, भिडियोहरू सुट गऱ्यौँ, फोटोहरू खिच्यौँ। त्यसपछि हामी घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियोज।